हेलो हाय नमस्कार साथी हो, स्वागत छ मेरो आरकेबी न्यू ब्लगमा। आज चाहिँ चकाचक धानमा दबाई हान्ने काम गरिरहेको छ साथी हो। एकदम धानलाई चाहिँ रोग लागेर चाहिँ एकदम दबाई हान्ने कार्यक्रम भइरहेको छ साथी हो। के गर्नु हो साथी हो, दुःख गर्नै पर्यो, दुःख नगरी खान पाइँदैन। घाम लागिरहेछ मर्ने गरी, र पनि यहाँ धमाधम दबाई हान्ने काम भइरहेको छ साथी हो। अब अलिक धान झ्याप्प फलाएर चाहिँ भात खानु पर्यो नि त हौ साथी हो। त्यही भएर चकाचक घाम नभनिकन एकदम यो पेटको लागि काम गरिरहेको छु साथी हो। मेरोतिर साथी हो यो धेरै धान रोपेको जम्मी एक गरामा रोपेको, त्यो पनि रोग लागेर नष्ट भयो। यहाँ चाहिँ एकदम दबाई ल्याएर हान्ने काम गरिरहेको छु साथी हो। धान चाहिँ एकदम पहेँले भएर चाहिँ किराले खाएर चाहिँ सखापै पारो। त्यही भएर ड्याङका ड्याङ दबाई हान्ने काम गरिरहेको छु साथी हो। म चाहिँ के गर्नु हो साथी हो, यस्तै छ ल साथी हो। आजको दिनचर्या चाहिँ यस्तै खेतमै बितिरहेछ। अब यस्तै छ अब साथी हो। गर्मी धेरै छ, झापामा धेरै खाना आएको, साह्रो दुःख रहेछ। के गर्न, सुक्ख खोज्न आएको झन् दुःख पाइयो हो साथी हो। त्यही भएर साथीहरू चाहिँ जहाँ दुःख छ त्यही नै रमाउन सिक्नु पर्ने रहेछ। धेर सुख खोज्नु नहुने रहेछ है साथी हो। यो चाहिँ अलिक धेरै सुख खोज्ने भएर धेरै दुःख पाइयो। त्यही भएर भटाभट धानमा दबाई हानेर भात खानुपर्ने गाह्रो छ साथी हो। अब महँगी यस्तै छ, त्यही भएर यसो अलिअलि भए पनि हुन्छ कि खाने भनेर रोपेको, त्यो पनि दबाई हान्दा हान्दै सिदिन लाग्यो साथी हो। ल साथी हो यस्तै छ। हस् त, नमस्कार साथीहरूलाई। नेक्स्ट भिडियो लिएर आउने नै छु। ल साथी हो, धन्यवाद।